गाइज वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ हतार म कलेज जान लागिरहेको छु किनभने म ढिला उठिसकेको छु, त्यही भएर हतार भइरहेको छ। आज प्र्याक्टिकलको लास्ट डे प्लस कलेजको पनि लास्ट डे। सो छिटो जाऊँ, पहिला यो बाइन्डिङ गरौँ अनि त्यसपछि कलेज जाऊँ है त। कलेज नै आइसक्यो हामी, अब कलेजमा एक्जाम चलिरहेको बेसी हुन्छ कलेजमा। सक्यो एक्जाम रहेन चाहिँ प्रोजेक्ट त्यो सधैँ त्यही हुने त हो नि। चाहिँ भने अब यसरी बसेर लेखपढ गर्ने त लास्ट डे त हो नि। मास्टर जोइन गर्नु पर्ला यहीँ। एमसिए त छैन, लाइब्रेरीमा व्यस्त छन् एक्जाम दिनको लागि। ओ चाहिँ जाने आएर सकेर बसिसक्यो। फर्स्ट हो मेरो पनि सक्यो, त्यही भएर चाहिँ यहाँ चिल गर्दाखेरि बाई बाई सक्यो बाई खत्तम कहानी। आजबाट जे होस् भाइ राम्रै भयो है। हाम्रो अन्तिम दिन हो आज कलेजको। पालेसँग भन न, आज हाम्रो अन्तिम दिन नगर न, त्यो उसले भन न के हुन्छ त। तिमी भन ल, ऊ भनिदेऊ त, तिमी भन्दै स्पेस देऊ फाइनल। भनिदेऊ न, रोइदेऊ न। उसले आँसु रोक्नै सकेको छैन। आँसु रोक्नै सकेको छैन। हाम्रो 6 वर्षमा बल्ल तल्ल ब्याचलर सकियो, तर पनि सक्यो फाइनल। ससक भएर के अरे यो ब्याचलर सक्यो भनेर होइन, अब चाहिँ के गर्ने ब्याचलर त सकिन नसकिन कलेज आएको होइन। तिमीहरू सबैले रेकर्ड गरेर देखेर मलाई नि गर्नु। ल फेयरवेल स्पिच देऊ, यो क्लासमा बसेर रोइदेऊ एकल। 6 वर्ष फाइनल्ली निस्किनुपर्छ यहाँबाट। अरू केही भन्नु छैन? यस्तै हो, जुनै आउँछ क्या हो। ओ उज्जवल फेयरवेल स्पिच देऊ न त। चिट चोरी पास भएको कुन चाहिँ तिमी न्युमेरिकल मेथडमा मात्रै आफै पास भयो। ग्राफिक्स माने मैले त्यसमा माने। अब हामी त सक्यो, कलेज नै आइँदैन होला है। अब आइँदैन होला, सर्टिफिकेट लिन चाहिँ आइएला। सर्टिफिकेट त त्यो लिने होला। क्यारेक्टर सर्टिफिकेट चाहिन्छ नि त। क्यारेक्टर सर्टिफिकेटको लागि मात्रै आउने होला। बाई बाई कलेजलाई चाहिँ बाई बाई बाई।